उच्चारणको नियम जस अन्तर्गत कोरियन अक्षरहरू द, थ, ज, छ, स, स यिनीहरू 6 वटा कोरियन अक्षरहरू कुनै पनि शब्दको तल जाँदा त भनेर उच्चारण गर्नुपर्दछ है। यहाँ द कुनै पनि शब्दको तल जाँदा त भनेर उच्चारण गरिन्छ। जस्तै यो के भयो त खो भयो, खोको तलपट्टि दले राख्दाखेरि यसको उच्चारण चेन्ज भएर त हुन्छ है। यसको उच्चारण के भयो त खोत भयो नि, खोत भनेको तत्काल। त्यस्तै गरी थ कुनै पनि शब्दको तल जाँदा त भनेर उच्चारण गर्नुपर्दछ। जस्तै थ यहाँ आउँदाखेरि यसको उच्चारण के भयो त फाट भयो है, फाट भनेको बारी। त्यस्तै गरी ज कुनै पनि शब्दको तल जाँदा त भनेर उच्चारण गर्नुपर्दछ। जस्तै कोत, कोत भनेको फुल। त्यस्तै गरी छ कुनै पनि शब्दको तल जाँदा त भनेर उच्चारण गर्नुपर्दछ। जस्तै म्यात, म्यात भनेको कति। त्यस्तै गरी स कुनै पनि शब्दको तल जाँदा त भनेर उच्चारण गर्नुपर्दछ। जस्तै मोत, मोत भनेको काँटी, किल्ला। त्यस्तै गरी स कुनै पनि शब्दको तल जाँदा त भनेर उच्चारण गर्नुपर्दछ। जस्तै इत्ता, इत्ता भनेको हुनु। आजको क्लासमा के बुझ्नु भयो त उच्चारणको नियम अन्तर्गत द, थ, ज, छ, स, स कुनै पनि शब्दको तल जाँदा त भनेर उच्चारण गर्नुपर्दछ है।